परिचित लिडरहरू म्याडमहरूसँग मेरो आफ्नो परिचय राख्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद छ। नमस्कार, म पूर्णबहादुर राष्ट्रपति मगर नेपाल बागलुङ जिल्लाको हरिघाट गाउँपालिका वडा नम्बर 4 जलजलाबाट विगत 14 वर्षदेखि नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर 5 मा मेरो चाहिँ बसस्थान छ र विगत 10 वर्षदेखि म यसमा कार्यरत छु र मेरो डिएक्सनको यात्रा मात्रै 2 वर्ष पुग्दैछ होइन। र मेरो स्टाटस यहाँले देखिसक्नुभएको छ, स्टार डायमन्ड स्टार एजेन्ट होइन। यहाँसम्म मलाई यो महत्त्वपूर्ण प्लेटफर्म होइन, डिएक्सन जस्तो यो 101 मार्केट 1 माइन्ड 1 कन्सेप्ट अहिले यो प्लेटफर्ममा आएर बनाइदिनु हुने मेरो अग्रज लिडर सरहरू हुनुहुन्छ। यति बेला म आफ्नो स्पोन्सरलाई पनि म सम्झन चाहन्छु। स्पोन्सर हुनुहुन्छ विक्रम सागर खटी सर, अहिले नेपालमा हुनुहुन्छ। उहाँले आफ्नो स्थानबाट आफ्नो एउटा स्पोन्सरको भूमिका निर्वाह गर्नुभएको छ। त्यस कारणले एउटा स्पोन्सरपछि हामीले एउटा सम्झिनु पर्ने हुन्छ र ग्रेट स्पोन्सर कहिले नआएको भयो ग्राउन्डबाट यही पेनाङ ब्रान्चको अफिसमा ल्याएर मलाई जबरजस्ती यो मेरो चोइस होइन, डिएक्सनमा आउनु मेरो चोइस कुनै पनि चोइस थिएन, मेरो सपना पनि थिएन र जबरजस्ती पनि डिएक्सन हुँदो रहेछ भन्ने किसिमको एउटा स्टोरी क्रिएट गर्न पाएँ। त्यसले आइम भेरी हेप्पी, म एकदमै खुसी पनि छु होइन। र डिएक्सन सँगसँगै मैले आफ्नो स्वास्थ्यलाई पनि यस डिएक्सन कम्पनीका प्रोडक्टहरूलाई प्रयोग गर्दै जाँदा विभिन्न खाले समस्याबाट लिएर स्वास्थ्य समस्याबाट छुटकारा पनि पाइरहेको छु। यसले गर्दा मलाई एकपल्ट मात्रै अगाडि बढ्ने अवसर र मौका पनि मिलेको छ। सो डिएक्सनमा आबोट बनाउनु भएको मैले नाम त भन्दैन है, तर एसएसटी हाम्रो कर्ण उखिरा छ, उहाँ चाहिँ मेरो रियल स्पोन्सर हुन्छ, उहाँलाई सम्झन चाहन्छु, उहाँलाई धन्यवाद। र सँगसँगै हाम्रो अत्यन्तै ग्रेट लिडर सबै हुनुहुन्छ मेरो स्टार डायमन्ड नै आदरणीय व्यक्तित्व, जसले अहिलेसम्म पनि मलाई गाइड गर्दै हुनुहुन्छ। होस्टेल मिटिङदेखि लिएर अनि फोन मार्फतदेखि लिएर होइन सबै कुरामा साथ सपोर्ट उहाँको छत्र छायामा बसिरहँदा नै म यो स्थानमा आइरहेको छु। यहाँहरूसँग यो चाहिँ मेरो केही अनुभवहरू सेयर गर्न पुगिरहेको छु। उहाँ हुनुहुन्छ सिनियर स्टार डायमन्ड जागिरमा राई सर, प्लिज। समग्रमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सर, स्टार एजेन्ट, स्टार रुबी, स्टार डायमन्ड एवं स्टार डबल डायमन्ड सर हुनुहुन्छ, हाम्रो अत्यन्तै ग्रेट लिडर सर केएलबाट हिजो मात्रै सहित हुनुभएको छ। एसएसटी सर हुन्छ हाम्रो निरञ्जन सर, उहाँलाई मैले आज मात्रै परिचय गर्न पाएँ। डबल डायमन्ड हाम्रो कोच पेटिङ सरलाई पनि विशेष धन्यवाद। तपाईँ हामीको सबैको मेन्टर होइन, तपाईँ हाम्रो डिएक्सन कम्पनीको फाउन्डर, जसले डिएक्सन कम्पनीलाई जन्म दियो अथवा डिएक्सन कम्पनीको जन्मदाता डाक्टर लिम्सीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। जोरदार तालीबाट मैले सिक्नको लागि यहाँ उपस्थित भएको थिएँ, आफ्नो ट्रेनिङ राख्नको लागि मनको सहर्ष रूपमा मैले स्वीकार गर्ने यो समय पाएँ। समग्रमा डिएक्सन त्यति सजिलो पनि मैले मानिनँ र त्यति अप्ठ्यारो पनि मानेँ। सरल एकदमै सजिलो छ, इजी छ, यदि चाह्यो होइन। डिएक्सन के मानेमा सजिलो छ र किन सजिलो छ भन्नुहुन्छ भने डे बाई डे युज गर्ने प्रोडक्ट, प्रत्येक दिन हरेक दिन तपाईँ हामी प्रयोग गर्ने प्रोडक्टहरूको मात्र बजार परिवर्तन गर्यो। मानिलिउँ एक्जाम्पलको लागि हाम्रो बजार परिवर्तन हरेक दिन बिहान तपाईँ हामीहरू उठिन्छ र ब्रस गरिन्छ होइन, तपाईँ हामीले दाँत माझिन्छ। त्यसमा डिएक्सन कम्पनीको एकदमै शुभ बिहानमा प्रयोग हुने प्रोडक्ट नै के छ त टुथपेस्टको प्रयोग। त्यसपछि दोस्रो काम हामीले के गर्छौँ, नुहाउँछौँ। यसमा पनि हामीले डिएक्सन कम्पनीको साबुन प्रयोग गरेका छौँ। तपाईँ हामीले बाहिर अन्य मार्केटबाट हामी होइन रेस्टुरेन्टबाट हामीले विभिन्न किसिमका कफीहरू खाने गरिन्छ, चिसो तातो होइन, हरेक स्वादहरू लिएर वास्तवमै हामीले ती स्वाद तपाईँ हाम्रो स्वास्थ्यको लागि कदापि राम्रो हुन्छ। सबै अहिलेको 21औं शताब्दीमा केमिकलले बनिएका जुन खाद्य पदार्थहरू तपाईँ हामीले हाम्रो शरीरमा प्रवेश गराएका छौँ, त्यसको बावजुद तपाईँ हामी अस्वस्थ बन्दैछ। त्यस कारणले गर्दा डिएक्सनले उत्पादन गरेका सम्पूर्ण प्रोडक्टहरू यहाँहरू सबैजनालाई जसले जति सक्नुहुन्छ आफ्नो गोजी छानेर यहाँहरूको आर्थिक स्थिति अवस्था कस्तो
सक्नुहुन्छ प्रमुख प्रोडक्ट आदि स्पाइरुलिना र ओरेन्ज जुसमा स्टार्ट गर्नुहोस्, सदाबहार प्रयोग गर्नुहोस्। सक्नुहुन्न 37% तपाईँ हाम्रो डिएक्सन कम्पनीको दान गर्न मिल्ने ब्ल्याक कफीहरू पनि छन्, अन्य बडीसेप कफीहरू छन्। यी प्रयोग गर्नको लागि पनि हाम्रो सबैजनालाई म आग्रह पनि गर्न चाहन्छु। र मैले भन्नै पर्ने विषय के छ भने यो डिएक्सन कम्पनीले उत्पादन गरेको यहाँ रिजन के कारणले डिएक्सनको प्रोडक्ट मैले युज गरेँ त भन्नुपर्दा डिएक्सन कम्पनीमा आएर भइसकेपछि मैले 1-2 महिना लगभग मैले आनाकानी गरिरहेको थिएँ, सहज रूपमा स्वीकार गरिरहेको थिएँ। किनकि मैले डिएक्सन भन्ने के हो, कुन जराको नाम हो भन्ने कुरा मैले बुझेको थिएँ। त्यस कारणले गर्दा केही महिना मैले अग्रज लिडर सरहरूसँग टचमा रहेँ, उहाँहरूसँग सम्पर्क विहीन भएँ। किनकि मलाई डिएक्सन क्षेत्रमा जबरजस्ती ल्याइएको थियो होइन, मेरो इच्छा विपरीत ल्याइएको थियो उहाँहरू झुक्क्याएर जस्तै। तर वास्तविक उहाँले मलाई झुक्क्याउनु भयो, नराम्रो बाटो झुक्क्याउनु हो नि त। आज त्यस कारणले गर्दाखेरि पनि म यहाँहरूमा एकदमै खुसीको साथ यो बयान गर्न अनि आवश्यक ठाने होइन। हेर्नुहोस्, जबरजस्ती पनि डिएक्सन भइरहेको छ। बुझ्दै जाँदाखेरि डिएक्सनका उत्पादनले तपाईँ हाम्रो शरीरमा भएका सम्पूर्ण समस्याहरू होइन, तपाईँ हाम्रो शरीरमा हाम्रो खाद्य पदार्थबाट, पेय पदार्थबाट अन्य प्रदूषित वातावरणलाई प्रवेश गराएका जुन टक्सिनहरू छन्, विषादीहरू छन्, ती विषादीहरूलाई समग्र रूपमा डिएक्सनको प्रोडक्ट प्रयोग गर्दै जाँदाखेरि तपाईँ हाम्रो शरीरलाई के गरिन्छ, विषादीहरूलाई शरीरमा भएको हरेक प्रोडक्टमा आर्थिक जुन हुन्छ ती प्रोडक्टले तपाईँ हाम्रो स्वास्थ्यको समस्यालाई एकदमै टेक केयर गर्नुहुन्छ, प्रोटेक्ट गर्नुहुन्छ। तपाईँ हामीले आफ्नो स्वास्थ्यलाई त्यो प्रोटेक्ट गर्ने कि नगर्ने भन्ने कुरा पनि एकदमै जरुरी रहेछ। यो मैले बुझ्न पाएँ र मैले मेरो आफ्नो समस्या चाहिँ ब्लड प्रेसर हाई भएको पटक मैले आफ्नो भिसा रिन्यू गर्ने बेलामा होइन, कन्टिन्यू गर्ने बेलामा चाहिँ मैले मेडिकल अनफिट भएको अवस्था थियो। मेडिकल गर्ने बेलामा त्यो चाहिँ ब्लड प्रेसर हाई भएको कारणले कम्तीमा पनि म 3 देखि 6 महिनासम्म मैले आँखा चिम्लेर डिएक्सनको प्रोडक्ट ब्ल्याक कफीलाई कन्टिन्यू एकदमै विश्वास गरेर खाएँ र 3 देखि 6 महिनाको अन्दरमा मेरो ब्लड प्रेसरको समस्या एकदमै सही भयो। यस्तो अवस्थामा म खुसी हुने कि नहुने, यसको कारणले पनि म डिएक्सनमा, त्यसै कारणले म डिएक्सनमा अगाडि बढिरहेको छु र सकेसम्म छिटोभन्दा छिटो अहिले 1 कदम अगाडि बढ्दैछु। अब कदम भनेको लगभग 1 कदम होइन 2 कदम अगाडि बढ्ने म गरिरहेको छु। त्यति भन्दै छोटकरीमा म अहिले सिक्ने अवस्थामा छु होइन, सिक्नुपर्छ त्यसपछि सिक्नुपर्छ। यदि मैले सिकिनँ भने अघि पनि मैले सिकाउन सक्दैन र मैले सक्दैन होइन। समग्रमा मैले विल गरेर एउटा जीवनमा आउने परिवर्तन गर्न नसकेर तर स्वास्थ्यमा परिवर्तन मैले लिइसकेको छु। त्यस कारणले गर्दा पनि मलाई डिएक्सनमा एउटा डिएक्सनको मेम्बर भएर मैले पनि गर्व गर्न चाहन्छु। र म यो स्थानमा आइपुग्नुको कारण मेरो अग्रज लिडर सरहरूको चाहिँ टेकअप छ, साथ सपोर्ट छ। त्यसै गरी मलाई तलबाट पुसअप गर्नुहुने मेरा बिजनेस पार्टनरहरू होइन, डाउनलाइन नभनी हाम्रो यसले चाहिँ नराम्रो सङ्केत गर्छ। त्यस कारणले गर्दा मेरो बिजनेस पार्टनरहरूले पनि एकदमै मिठो साथ सपोर्ट गर्नुभएको छ। उहाँहरूले मेरो सजेसन धेरैभन्दा धेरै छ, तर कतिपय सहयोगीहरूले मलाई बुझ्ने प्रयास गर्नुहुन्न, डिएक्सन कम्पनीलाई प्रयास गर्नुहुन्न। त्यस कारणले गर्दाखेरि सम्पूर्णले यहाँ यदि नयाँ व्यक्ति हुनुहुन्छ भने तपाईँ हामी सँगसँगै डिएक्सनको यात्रा गरौँ, तपाईँ हामी सँगसँगै हातमाले गरेर डिएक्सनको सहकार्य गरौँ र तपाईँ हामी स्वास्थ्य बनाऊँ, तपाईँ हाम्रो परिवारलाई स्वास्थ्य बनाऊँ, तपाईँ हाम्रो साथीभाइलाई स्वास्थ्य बनाऊँ र सिङ्गो नेपाल र सिङ्गो विश्व होइन दुनियाँलाई नै स्वास्थ्य बनाऊँ भन्ने यो सन्देश दिँदै अबको समय म हाम्रो कार्यक्रम सञ्चालक भनौँ हाम्रो आजको एमसी सरलाई नै म धन्यवाद गर्न चाहन्छु। थ्याङ्क यू सो मच। गुड मर्निङ।